साथीहरु म आज तपाईहरुलाई लोकसेवामा समस्या लेख्नुस् भनेर आउँछ। हरेक विषयका हामी समस्या कसरी लेख्न सक्छौं सजिलो तरिकाले बुझाउँछु है। समस्यालाई हामी केबाट प्रोब्लमबाटै लेख्दिन सक्छौं है। पी बाट हामी पोलिसी प्रोसेस प्लान पार्टिसिपेसन नो पार्टिसिपेसन भन्न सक्छौं। पार्टिसिपेसनबाट है रोल रिसोर्स रेस्पोन्सिबिलिटी रुडनेस है रेड ट्यापिजम रेन्ट सिकिङ जस्ता शब्दबाट हामी के लेख्न सक्छौं समस्या लेख्न सक्छौं। अब्जेक्टिभबाट हामी के लेख्न सक्छौं समस्या लेख्न सक्छौं। अर्गनाइजेसन स्ट्रक्चरबाट हामी के लेख्न सक्छौं समस्या लेख्न सक्छौं है। अनि अर्गनाइजेसन कल्चरबाट पनि हामी के लेख्न सक्छौं समस्या लेख्न सक्छौं है। बिहेभियरबाट समस्या लेख्न सक्छौं। बजेटबाट समस्या लेख्न सक्छौं है। बक पासिङबाट हामी के लेख्न सक्छौं समस्या लेख्न सक्छौं हैन। लोयलिटी लिडरशिप ल्याबिलिटीबाट हामी पनि के लेख्न सक्छौं समस्या लेख्न सक्छौं। इकोनोमी इफिसिएन्सी इफेक्टिभनेसबाट समस्या लेख्न सक्छौं। इक्विटी इक्वालिटीबाट समस्या लेख्न सक्छौं। इम्पावरमेन्टबाट हामी के लेख्न सक्छौं समस्या लेख्न सक्छौं। अर्को इन्भाइरोमेन्ट रिलेटेड भएर पनि हामी के लेख्न सक्छौं समस्या लेख्न सक्छौं है। अब एम बाट म्यान मनी मेटेरियल मेथड अनि म्यानेजमेन्टमा गएर हामी समस्या लेख्न सक्छौं। अब म्यानेजमेन्टबाट हामी के लेख्न सक्छौं यो भनेको के हो पोस्ट कर्भ है। पोस्ट कर्भबाट हामी फेरि के लेख्न सक्छौं समस्या लेख्न सक्छौं। बुझ्नुभयो नि। यसबाट सिस्टम भन्न सक्छौं सिस्टममा समस्या हुन सक्छ हैन। डी बाट डी प्रोफेसनलिजम भन्न सक्छौं है। डी प्रोफेसनलिजम भन्न सक्छौं हैन। सी बाट कन्फ्लिक्ट भन्न सक्छौं अनि कम्युनिकेसनबाट पनि लेख्न सक्छौं कम्युनिकेसन नहुनु भन्न सक्छौं। अब सीओ बाट कोअर्डिनेसनबाट लेख्न सक्छौं हैन। अब आर बाट हामी के लेख्यो रेड ट्यापिजम लगभग सबै आइसक्यो। बी बाट बक पासिङ लेख्न सक्छौं। अब अर्को यो सी बाट हामी के लेख्न सक्छौं कोब्रा इफेक्ट भन्न सक्छौं। कोब्रा इफेक्ट भन्न सक्छौं। यो डी बाट हामी के भन्न सक्छौं डच डिजिज भन्न सक्छौं। डच डिजिज भन्न सक्छौं हैन। यसरी हामी के गर्न सक्छौं हरेक विषयका समस्या हामी लेख्न सक्छौं। यसका लागि हामीले एक्स्ट्रा केही घोक्नु पर्ने हुँदैन। मात्र यति दिमागमा तपाईले राख्नु पर्यो समस्या प्रोब्लम है। दिमागमा प्रोब्लमै सम्झिनु भयो भने यहाँहरुले हरेक प्रश्नलाई सजिलै क्र्याक गर्न सक्नुहुन्छ। हाम्रो पढाइ घोकेर मात्रै हुँदैन। हाम्रो पढाइमा के हुनुपर्छ स्मार्ट हुनुपर्छ। बुझ्नुभयो नि। सिस्टमेटिक हुनु पर्यो मेजरेबल हुनु पर्यो हैन हो। त्यो भएर हामी यसरी पढ्नेतर्फ ध्यान दिउँ है त साथीहरु।